नमस्कार एभ्रिवान, तपाईँलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ मैले घरमै चटपट बनाउन गइरहेको छु। यसको लागि चाहिँ चटपट मसला चाहिँ आफै बनाएको, त्यही हो। मसलामा चाहिँ जिरा, धनिया, टिमुर, खुर्सानी अनि त्यसलाई चाहिँ उसमा मिक्स गरेर राम्रोसँग, अनि त्यहाँबाट चाहिँ त्यसलाई चाहिँ चटपट मसलाको लागि चाहिँ युज गरेको। अनि अहिले चाहिँ च्यानल स्लोली ग्रो गरिरहेको छ। अब अलमोस्ट 30 सब्सक्राइबर पुगेको छ होइन, तर राम्रो भ्युज गइरहेको छ। अलमोस्ट 25K छ, 30 सब्सक्राइबर, अलमोस्ट 428 लाइक्स। यसरी नै माया गरिदिनु होला। अनि मैले चाहिँ चटपटको लागि चाहिँ काँक्रो, आलु, उसिनेको आलु, प्याज अनि धनिया सबै मजाले, धनिया चाहिँ वास गरेँ होइन मजाले, अनि त्यसलाई काटेँ, हाल्यो। अनि त्यसपछि यसरी नै यसलाई धनिया सनिया सबै हालिसकेको पछि चाहिँ अलिक टमाटर नि हाल्नु पर्ला भनेर होइन, अनि एउटा टमाटर काटेँ, अनि त्यसलाई सानो गरेर चप गरेर हाल्यौँ टमाटर। अनि त्यहाँबाट चाहिँ यसरी नै सबै कुरा हाल्यौँ, टमाटर हाल्यौँ, केराउ हाल्यौँ, अनि बुजा 2टा चाउचाउ सबै हाल्यौँ। अनि त्यसमा चाहिँ अनि कागती चाहिँ स्वादअनुसार हाल्यौँ होइन। अनि त्यहाँबाट मसँग स्पेसली मलाई चाहिँ तोरीको तेलै मनपर्छ हाल्नको लागि चाहिँ। तोरीको तेल नभएर चाहिँ यसपालि चाहिँ हामीले त्यो के अरे अलिभ ओइल थियो, अलिभ ओइलै हाल्यो हो। अनि त्यहाँबाट यो सबै हालेपछि चाउचाउ हालेपछि अनि लास्टमा यस्तो सोचेँ यो त कम होला जस्तो लाग्यो भनेर, अनि त्यो फुरनदाना बाँकी थियो पुरानो, त्यो फुरनदाना हाल्यौँ, नत्र नै भुजा हाल्दा नि हुन्थ्यो। अनि त्यो फुरनदाना हालेर अनि मजाले मिक्स गऱ्यौँ होइन। अनि ग्लोभ्स नभएको भएर चाहिँ चम्चाले मिक्स गरेँ। हल्का गाह्रो भएको थियो, तर बिस्तारै गर्दै जाँदा चाहिँ राम्रो भएन यसरी नै। अनि सबै गऱ्यो, मिठै भएको थियो। अनि यो आफै घरमा मसला बनाउँदा चाहिँ राम्रो हुने। अनि त्यहाँबाट त्यही मसला हाल्नु मजाले होइन। अनि तेल चाहिँ राम्रैसँग हालेको थिएँ, तर त्यस्तो भएन। त्यो तोरीको तेल हाल्दा चाहिँ छुट्टै बास्ना दामी आउँछ तोरीको तेलको चाहिँ। अनि त्यसरी नै हामीले अनि बनाएर खायौँ। यसरी नै माया गरिदिनु र होपफुली बिस्तारै आफ्टर एक्सपिरियन्स हुँदै गएको चाहिँ राम्रो वेबाट भिडियो बनाउन सक्छु होला। अहिले चाहिँ त्यस्तो खासै अब प्रोफेसनल वे चाहिँ देखिँदैन मैले बनाएको, त्यो आफूले एनालाइज गर्दा नि, प्लस अरूको भिडियोहरू हेर्दा पनि थाहा हुन्छ आफूलाई। त्यहाँबाट यसरी नै बनाउँदै अनि त्यही माथि अब त्यही त अब काम यताउता टाइम हुँदैन। अनि त्यहाँबाट सबै कुरा झ्याम गर्नु पऱ्यो। त्यहाँबाट मजाले गरेको छु प्लेटमा हालेर, अनि हामी 4जना भएर खायौँ। र यसरी नै माया गरिदिने गर्नु होला। फेरि अर्को फुल भिडियोमा भेटौँ ल। सर्ट त मैले अलमोस्ट एभ्री